दिने एक प्रकार हाम्रा भगवान प्रेमी हुनुहुन्छ। त्यसरी नै यस्ता महत्त्वपूर्ण कार्यक्रममा हजुरहरू उपस्थित भइदिनु भएकोमा हामी यी किराँत धर्म तथा साहित्य उत्थान सङ्घ उपशाखा टिमाईका सम्पूर्ण किराँत भक्तजनहरूद्वारा र मेरो भित्र हृदयद्वारा नै हजुरहरूलाई अति आभार साथ स्वागत गर्न चाहन्छु। स्वागतम स्वागतम स्वागतम। ओत मागे तेवारो लाङसोदेम सेवारो माङलाक ताकमा सेवारो। यसो भन्दै म एकछिन पजल हुन चाहन्छु। धन्यवाद। पाल्नुहुने PWT कोअर्डिनेटर श्री रामबहादुर बन्या अनि डिप्युटी क्याम्प सचिव भानुचन्द्र कडारिया र डिप्युटी क्याम्प सचिव श्री भानुचन्द्र कडारियाज्यूलाई आफ्नो आसन ग्रहण गरिदिन म अनुरोध गर्न चाहन्छु। श्री रामबहादुर बन्याज्यूलाई पनि म आसन ग्रहण गरिदिन भन्ने म अनुरोध गर्न चाहन्छु। शब्दगुरु श्री हस्तबहादुर चेम्जोङज्यूलाई पनि आफ्नो आसन ग्रहण गरिदिनु भनी म अनुरोध गर्न चाहन्छु। मेन प्रोग्राम अथवा हाम्रो आजको सबैभन्दा प्रमुख कार्यक्रममा म प्रवेश गर्न चाहन्छु। तर हाम्रो केही कार्य अझै अलिकति अधुरा रहेको छ। सञ्चालन कार्यक्रमलाई सञ्चालन गरिदिनको निम्ति म निम्त्याउन चाहन्छु मित्र चिरञ्जीवी खालिङज्यूलाई र उहाँ मार्फत यो हस्तान्तरण कार्यक्रम सञ्चालन हुनेछ र म केही बेरपछि फेरि आउने नै छु। अहिले एकछिनलाई वजन हुन चाहन्छु र निम्त्याउँछु मित्र चिरञ्जीवी खालिङ। आज किराँत खेबाङसा माङिम टिमाईको विशेष कार्यक्रममा हामी उपस्थित रहेका छौँ र यसै सन्दर्भमा म हुने तागेरा निवा प्रति सेवा भक्ति चढाउँदै आजका यस कार्यक्रमका सभाध्यक्ष महोदय प्रमुख अतिथिज्यू र यो माङिम प्रदान गर्नुहुने भूमिदाता कमला बस्नेतज्यू, त्यसै गरी विशिष्ट अतिथिगण र अन्य अतिथिगण एवं प्रकारले पाल्नुभएका श्रद्धालु भक्तजन महानुभावहरूमा म चिरञ्जीवी खालिङको तर्फबाट यहाँलाई हार्दिक सेवारो नमस्कार चढाउँदै यो कार्यक्रम सञ्चालन गर्न दिनुभएकोमा म उद्घोषक पूर्व उद्घोषकज्यूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै अहिले विशेष रूपमा यो एउटा कार्यक्रम हुन लागेको कुरा मैले बुझेअनुसार विशेष रूपमा आजभन्दा 19औं अथवा 20औं वसन्त अगाडि भुटानी जनताहरू एउटा शरणार्थीको रूपमा नेपाल भित्रिनु पर्यो र यसै सन्दर्भमा चाहिँ नेपाल गभर्नमेन्ट तथा नेपालका स्थानीय नागरिक दाजुभाइ तथा दिदीबहिनीहरूले शरण लिएर यस मञ्चमा राख्नुभएको छ। त्यसै क्रममा एउटा मित्रता कायम गर्दै एउटा भाइचाराको सम्बन्धलाई अघि बढाउँदै
धार्मिक आस्थाहरूले नजिक बनाउँदै यहाँ भूमिदान गर्नुभए पश्चात मलाई लाग्छ यो किराँत थेबा आङसम माङहिमको निर्माण भएको हो र आज यो शरणार्थीहरू चाहिँ तेस्रो मुलुक जाने क्रम, त्यसै गरी एउटा शिविर स्थानान्तरणको क्रमले गर्दा पनि यहाँ बस्ने टुङ्गो नभएको निश्चित भएको हुँदा मलाई लाग्छ श्रद्धालु भक्तजन टिमाई शिविरका भक्तजनहरूको तर्फबाट स्थानीय भक्तजनहरू माझमा आज यो सम्पत्ति, आज हाम्रो यो देवभूमि, आज हाम्रो यो एउटा आस्थाको केन्द्रलाई हस्तान्तरण गर्ने, ताकि संसारको जुनसुकै कुनाबाट पनि यो माङहिमलाई सेवा प्रदान गर्नका लागि सहयोग निरन्तर जारी राख्ने हिसाबले आज यो माङहिम हस्तान्तरण हुने भएकोले यस कार्यक्रमलाई अघि बढाइदिनको लागि भनेर मलाई यहाँ कार्यक्रम सञ्चालन गर्न दिनुभएको छ र यसै सन्दर्भमा म यो कार्यक्रमलाई 5 मिनट पश्चात चाहिँ नि अघि बढाउने निधो गर्दै म अहिले भने एउटा मन्तव्य म विष्णु पञ्चायत मन्दिर अध्यक्ष इन्द्र अधिकारी साथै एमाले पार्टीको तर्फबाट पनि उपस्थित रहनुभएको छ, उहाँलाई शुभकामना स्वरूप आफ्नो मन्तव्य राखिदिनको लागि यस मञ्चमा निम्ताउन चाहन्छु। तेस्रो मुलुक जाने सिलसिलामा हुनुहुन्छ र आफ्नो धर्म संस्कृति संस्कार अन्तर्गत निर्माण गरेका मन्दिरहरू, निर्माण गरेका संरचनाहरू तपाईँ हामी नजिकका दाजुभाइहरूलाई हस्तान्तरण गरेर आफू अर्को मुलुकमा जाने अवस्थामा हुनुहुन्छ। त्यसले गर्दा हाम्रा दाजुभाइहरू यहाँ आएर 20-22 वर्ष बसेर अर्को मुलुक गइरहँदा कसैको पनि मन मान्दैन। यसैले यो आजको दिन खुसीको दिन होइन, मैले यसो भन्न खोजिरहेको हो। हामी यस क्षेत्रलाई उहाँहरू यहाँबाट पुनर्वास गरिसकेपछि यसलाई हामी कृषि बजारमा परिणत गर्दै यहाँ यो जग्गा नम्बरी पर्छ, यहाँ नम्बरी साथीहरूसँग पनि सरसल्लाह गर्ने क्रम जारी छ, सल्लाह गर्दैछौँ। यो क्षेत्रलाई पनि बजार विकासमै लानुपर्छ। त्यसो भएमा त यी मन्दिरहरूको संरक्षण हुन्छ भन्ने कुरामा हाम्रो सरसल्लाह चलिरहेको अवस्था यहाँहरूलाई जानकारी गराउँछु। र बजार व्यवस्था भयो भने, यहाँ घना बस्ती भयो भने, यहाँ भक्तजनहरू तपाईँ हामी नै हो, तपाईँ हामी नै यहाँ चाहिँ उपस्थित हुनेछौँ। त्यतिखेर यो मन्दिरको संरक्षण हुन सहयोग पुग्नेछ, संरक्षण हुनेछ। आज यो मन्दिर हस्तान्तरण हुने क्रममा छ र म भुटानी शरणार्थी दाजुभाइहरूलाई तपाईँहरू निर्ढुक्कसँगले चाहिँ यो तपाईँहरूको आस्थाको केन्द्र, तपाईँहरूले निर्माण गर्नुभएको, दुःख गर्नुभएको मन्दिर भगवान तयार गरेर राख्नु भएको छ। हामी भगवानलाई कहिल्यै पनि रोउने छैनौँ, तपाईँहरूको आस्थालाई कहिल्यै पनि मार्ने छैनौँ भन्ने प्रतिबद्धता जाहेर गर्दै म यहाँबाट बिदा हुन्छु। हवस् त, धन्यवाद। पञ्चायत मन्दिर तथा शिव पञ्चायत मन्दिर अध्यक्ष श्री इन्द्र अधिकारीज्यूको शुभकामना मन्तव्य पश्चात अब हामी यो विशेष रूपले आजको महत्त्वपूर्ण कार्यक्रममा आइपुगेका छौँ। कार्यक्रमलाई सञ्चालन गर्नुभन्दा अगाडि म भुटानको राजधानी थिम्पूबाट पाल्नु भएको आजका हाम्रा अतिथि पूर्णिमा साम्पाङज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनको लागि म यहाँलाई हार्दिक अनुरोध गर्न चाहन्छु। सिजालीज्यूलाई आफ्नो आसन ग्रहण गरिदिनको लागि पनि म यहाँलाई हार्दिक अनुरोध गर्न चाहन्छु। अब भने म हाम्रा स्वयंसेवक साथीहरूलाई आज यो मन्दिर हस्तान्तरण कार्यक्रम रहेकोले गर्दा र यसमा सहभागी हुनुहुने श्री दिलमान लक्ष्म अध्यक्षज्यूको प्रतिनिधित्व गर्दै लक्ष्मज्यू किराँत धर्म तथा साहित्य उत्थान सङ्घ शाखा भुटानको तर्फबाट टिमाई शिविर अध्यक्षज्यूको प्रतिनिधित्व गर्दै दिलमान लक्ष्मज्यूको सहित आज यो
माङ्हिम हस्तान्तरण हुने भएकोले गर्दा उहाँलाई यस मञ्चमा निम्ताउन चाहन्छु। माबो नवनियुक्त हाङसाम थेबा माङ्हिम अध्यक्ष तथा किराँत धर्म तथा साहित्य उत्थान सङ्घ शान्तिनगरका अध्यक्षज्यू समेत रहनुभएका अध्यक्षज्यूहरूलाई म यस मञ्चमा निम्ताउँदै हस्ताक्षर गरिदिनको लागि र हस्ताक्षर सहितको कागजात तथा निर्णय पुस्तिकामा यहाँले बुझ्ने र बुझाउने कार्यक्रमलाई अघि बढाइदिनको लागि म यहाँलाई हार्दिक अनुरोध गर्न चाहन्छु। यसै सन्दर्भमा मान्य अध्यक्षज्यूहरूको तर्फबाट आज माग्ने हस्तान्तरण कार्यक्रममा उहाँहरूको सही सिग्नेचर कार्यक्रम सिग्नेचर क्याम्पेन भइरहेकोले गर्दा म यहाँलाई तालीले स्वागत पनि गरिदिनु न म हार्दिक अनुरोध गर्न चाहन्छु। फुलमाला ल्याइदिन पनि बाहुलीबाट उक्त निर्णय पुस्तिका यहाँले मान्य अध्यक्ष श्री रामबहादुर मावजीलाई हस्तान्तरण गरिदिनुको लागि म यहाँ हार्दिक अनुरोध गर्न चाहन्छु। तालीले स्वागत गरिदिनु न म यहाँ हार्दिक अनुरोध गर्न चाहन्छु। अब भने त्यसै गरी अब फेरि श्री जागिरमान चौरासीज्यू किराँत धर्म तथा साहित्य उत्थान सङ्घ राष्ट्र समिति टिमाईद्वारा श्री प्रेम पन्दा नवनियुक्त किराँत हाङसाम माङ्हिम टिमाईका सचिव तथा किराँत धर्म तथा साहित्य उत्थान सङ्घका सचिवज्यूलाई नगद तथा जिन्सी हस्तान्तरण गर्ने क्रम रहेकोले गर्दा उहाँलाई पनि यस मञ्चमा उपस्थित भइदिनको लागि र यहाँले तयारी अवस्थामा रहिदिन म अनुरोध गर्न चाहन्छु। स्वागत गरिदिनको लागि म यहाँलाई हार्दिक अनुरोध गर्न चाहन्छु। आया प्राय यहाँ जिन्सी यहाँले लिने दिने क्रम भइरहेको छ र यसमा प्रदान गरिएको कुरा जिन्सी सरसामानहरू र नगद रु 31,111 म यहाँलाई जानकारी गराउन चाहन्छु। यो ऐतिहासिक क्षणमा आज पूर्ववक्त विशेष इन्द्र सरले भने जस्तै रहर थिएन शरणार्थीहरूको विदेशतिर लाग्नलाई पक्कै पनि रहर थिएन, तर बाध्यतावश आज शरणार्थीको रूपमा नेपालमा प्रवेश भएर एउटा गुरुहरूको आशीर्वादले भगवानको कृपाले रहँदा बस्दा जुन यहाँहरूको माया थियो त्यो माया अमर रहने गरी जुन यहाँहरूको माया थियो त्यो चाहिँ जीवन्त बाँच्ने गरी विशेष यो माङ्हिमले सहयोग पुर्याइराखोस् भन्दै आफ्नो शुभकामना मन्तव्य यहाँले राखिदिनुहुन्छ भन्ने आशा गर्दै म किराँत साक्थिनगेन मुजोदुङ पाञ्चुमको तर्फबाट पाल्नुहुने केन्द्रीय सचिव डिबी लिङ्गमज्यूलाई आफ्नो शुभकामना स्वरूप मन्तव्य राखिदिनुको लागि यस मञ्चमा निम्ताउन चाहन्छु। मेन्दामाङ निशेषेखा कुनोमाङ माङ्दल कुदक नामाङ लुम्बो फुक्सो सेवा तनुङ्गो सेवारो ज्ञानको शक्ति, मनको शक्ति, विचारको शक्ति सबै लोप भएर गएपछि आँखा भएर पनि अन्धा भयौँ, बोली भएर पनि लाटा भयौँ, उज्यालो र अन्ध्यारो छुट्याउन सकेनौँ, राम्रो नराम्रो चिन्न सकेनौँ। अब मैले यी सबै छुट्याएर राखेको छु। किराँतको अस्तित्व यही छ, यही मार्गमा सब एक भएर लाग्नु है। मै गुमाङसिमाङ दिन फाल्गु नन्दको यो अमर बाणीबाट सर्वप्रथम यहाँ हजुरहरूको यो उपस्थितिमा सेवारो भन्न चाहन्छु। सेवारो
हस्तान्तरण कार्यक्रम निश्चय आज यो नाङ्गी हस्तान्तरण कार्यक्रमलाई सभाध्यक्ष गरिरहनुभएका अध्यक्ष महोदयज्यू, यो आजको कार्यक्रमलाई प्रमुख अतिथिको रूपमा आसन गरिरहनुभएका प्रमुख अतिथिज्यू, विभिन्न राजनीतिक दल, विभिन्न सङ्घ संस्थाबाट पाल्नुभएका यो गरिमामय मञ्चमा आसीन रहनुभएका सम्पूर्ण अतिथिज्यूहरू भन्न चाहन्छु। आज अघि नै